जय मसीह तपाईँहरू सबैजनालाई। सो सिन्स हामीले गर्दै गरेको कुरा कि हामी मार्चदेखि चाहिँ हाम्रो गस्पल सिरिजलाई स्टार्ट गर्छौँ अनि म एकदमै एक्साइटेड छु तपाईँहरूको अगाडि उभिँदै गर्दा। अनि आजको दिनदेखि हाम्रो गस्पल सिरिजलाई हामीले स्टार्ट गर्न गइरहेका छौँ अनि के को कतिवटा कुरा है आज यो सिरिजलाई स्टार्ट गर्नुभन्दा अगाडि म तपाईँहरूको अगाडि राख्छु। थाहा छैन कति लङ हुन्छ, तर हामी कति लङ हुन्छ त्यसले म्याटर गर्दैन, तर कति हामी सिक्दैछौँ त्यसले चाहिँ हामीलाई म्याटर गर्छ ल। अनि आजको दिन चाहिँ हामी जस्तै सिरिजलाई हामी सुरु गरिरहेको छौँ, म विश्वास गर्छु तपाईँहरू प्रार्थना सहित बस्नुहुन्छ। हामीले प्रार्थना गरिसकेका छौँ, भिडियोमा टाइम टेक नहोस् भनेर प्रार्थना हामीले अफलाइन गरेर चाहिँ भिडियो चाहिँ हामीले स्टार्ट गरेका छौँ। सो गस्पेल सिरिज है हामी इन्ट्रोमा जानेछौँ। फर्स्ट म तपाईँलाई इन्ट्रोमा लान्छु अनि मात्रै म च्याप्टर के हो भनेर पहिला चाहिँ म तपाईँलाई के भन्छु भने हामी कसरी जान्छौँ भन्ने कुरालाई हुन्छ नि त्यो रोड म्यापलाई चाहिँ म अलिकति बताइदिइरहेको छु। त्यस पश्चात चाहिँ हामी कसरी अगाडि बढ्नेछौँ त्यो म तपाईँहरूलाई सिकाउनेछु। सो गस्पेल सिरिजलाई स्टार्ट गर्नुभन्दा अगाडि चाहिँ कतिवटा यस्तो ट्रुथ्सहरू छ है, फाउन्डेसनल ट्रुथ भन्छ जसलाई चाहिँ जो चाहिँ हामीलाई अलरेडी थाहा हुनुपर्छ। त्यो फाउन्डेसनल ट्रुथ है आज जग बसालेको पहिल्यैदेखि स्थापित भएको जुन चाहिँ सत्यता छ नि त्यो कुरा चाहिँ हामीलाई थाहा हुनुपर्छ। अनि जे पनि हामी सिक्छौँ गर्छौँ त्यो चाहिँ एउटा असल जगमा बसालेको हुनुपर्छ, एउटा गुड फाउन्डेसनमा बसालेको हुन्छ। त्यसै लागि म तपाईँ एक दुईवटा यस्तो सत्यतालाई बताउन गइरहेको छु जुन चाहिँ सत्यता चाहिँ कहिले पनि चेन्ज हुँदैन। अनि नम्बर 1 हो यो गस्पेल सिरिज म तपाईँहरूलाई सिकाइरहेको छु, तर नम्बर 1 कुरा चाहिँ आज तपाईँले मैले जानिराख्नुपर्ने चाहिँ के रहेछ भने पवित्र आत्मा चाहिँ तपाईँले मेरो टिचर हुनुहुन्छ। हामी जो पवित्र आत्माले मलाई सिकाउनु भयो वही पवित्र आत्माले चाहिँ तपाईँहरूलाई पनि सिकाउनुहुन्छ। मैले भन्नु खोजेको कुरा चाहिँ के हो भने नो टिचिङ क्यान रिप्लेस हिम है, कुनै पनि शिक्षाले चाहिँ पवित्र आत्माको जग्गालाई अगोट्नु हुँदैन भनेको नि मैले। पवित्र आत्माको लागि चाहिँ सधैँ तपाईँले मैले एउटा वी सुड अलवेज ह्याभ रुम फर द होली स्पिरिट, त्यो पवित्र आत्माको लागि रुम चाहिँ हामीले राखिदिइराख्नुपर्छ। आज चर्चको मिस्टेक चाहिँ के भयो भने नि चर्चको मिस्टेक अहिलेदेखि के भयो भने पुरानो समयहरूमा पवित्र आत्मालाई अगुवाई गर्नुहुन्थ्यो, त्यसरी गर्थ्यो। अनि अगुवाई गर्दा 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 के भयो भने पवित्र आत्माले कतिचोटि हामीलाई सिस्टम्सहरू दिनुहुन्छ अनि त्यो सिस्टमहरू मान्छेले एकचोटि बनाएपछि चाहिँ के भयो भने मान्छेहरू चाहिँ के भन्छ स्ट्याग्नेट भयो, उनीहरू त्यही सिस्टममा चाहिँ नि उनीहरू अड्क्यो क्या। चर्चको मिस्टेक चाहिँ त्यही भयो। त्यही लागि आज भोलि हाम्रो चर्चहरूले आजसम्म पनि त्यही सिस्टममा भर परिरहेको छ। भन्नुको अर्थ यो सिस्टम भन्ने कुरा गलत त होइन, पवित्र आत्माले दिनुभएको, तर हुनसक्छ त्यो सिस्टम केही पिरियड्सको लागि थियो। अहिले कतिवटा कुरा पवित्र आत्माले बेबी बदलिनु चाहनु भइरहेको होला, तर त्यो सिस्टमलाई मान्छेहरूले चाहिँ पर्मनेन्ट बनाइदिएको कारणले गर्दा चाहिँ के भइरहेको छ भने पवित्र आत्माले काम गर्न सकिरहेको छैन। त्यही लागि एउटा अवेरनेस है, एउटा वर्डिङ म तपाईँलाई के दिन गइरहेको छु भने हामी सिस्टमबाट हेर्नेछौँ, सिस्टमेटिक वेमै हामी हेर्नेछौँ, यसरी गर्नुपर्छ त्यसरी गर्नुपर्छ। तर म तपाईँहरूलाई के सिकाउन चाहन्छु भने तपाईँहरूले कहिले पनि हो सिस्टम त छ तर तपाईँले यही नै मात्रै हो भनेर चाहिँ नबस्नु होला, तर पवित्र आत्मालाई एभ्री टाइम तपाईँले आफ्नो जीवनमा ठाउँ दिनुहोस् है। अनि डु नट क्रिएट अ सिस्टम चाहिँ भन्न चाहन्छु, यसलाई नै यस्तै रहेछ है, अब लाइफ टाइम यसलाई लिएर जानुपर्छ होइन, तर पवित्र आत्मालाई तपाईँले मैले ठाउँ दिनुपर्छ। अनि तपाईँहरूको इभन तपाईँहरूको पर्सनल लाइफमा पनि कतिवटा सिस्टमहरू राम्रो देखिन्छ, तर वी सुड अलवेज ह्याभ रुम फर द होली स्पिरिट। सानो सत्यता तपाईँहरूलाई सेयर गर्न खोजेँ मैले, किनभने पवित्र आत्मालाई चाहिँ कुनै पनि शिक्षाले अनि कुनै पनि शिक्षकले नो टिचर एन्ड नो टिचिङ्स क्यान रिप्लेस द होली स्पिरिट। त्यसै लागि पवित्र आत्मालाई अर्डर गर्दै र परमेश्वर पितालाई अर्डर गर्दै आजको सिरिजलाई हामी स्टार्ट गर्नेछौँ। अनि गस्पेल सिरिजमा हामी के चाहिँ हेर्न गइरहेछ, कुन चाहिँ च्याप्टर्स हुन्छ म त्यो सरर तपाईँलाई भनिदिन्छु। अनि यो एउटा टपिक्समा एउटा च्याप्टर्समा तपाईँ अनि म चाहिँ गइरिँदै हामी जानेछौँ है। अनि नम्बर 1 फर्स्ट च्याप्टर चाहिँ तपाईँले मेरो के हुन्छ भने वाट इज ट्रु गस्पेल है। आज सुसमाचारको सिरिज भनिरहेछ, सुसमाचार थाहा पनि छ हामीलाई, तर साँच्चीको सुसमाचार चाहिँ कहाँसम्मको छ भन्ने कुरालाई हामी हेर्नेछौँ, त्यो चाहिँ हामी आजको दिन हेर्नेछौँ। त्यसको पश्चात चाहिँ नम्बर 2 मा चाहिँ के छ, हाउ मेनी टाइप्स अफ इभेन्जलिजम, कति प्रकारको प्रचार गर्ने टाइप्सहरू छ है। अनि वाट आर दे, एउटा हुन्छ तपाईँको पर्सनल इभेन्जलिजम, तपाईँले पर्सनली सुसमाचार सुनाउनु पर्ने, अर्को हुन्छ मास इभेन्जलिजम जहाँ चाहिँ ग्रुप मिलिकन सुसमाचार सुनाउनु पर्ने। अनि अझै हामी हेर्दै जानेछौँ कि कसरी चाहिँ हामीले गर्न सक्छौँ। अन द स्पोटमा सुनाउनु हो भने कसरी सुनाउने हो, डोर टु डोरमा गयो भने कसरी सुनाउने हो,
रिलेसनसिप बनाएर हुन्छ कि टेक्स्टमा हुन्छ कि च्याटमा हुन्छ कि इच एन्ड एभ्री हामी डिटेल्समा हेर्दै जानेछौँ। अझै हामी के हेर्नेछौँ भने सब बिब्लिकल ट्रुथ वी सुड नो बिफोर वी कम आउट इन द फिल्ड। कतिवटा बाइबलीय सत्यता तपाईँले मलाई थाहा हुनुपर्ने फिल्डमा निस्किनुभन्दा अगाडि, जस्तै कि राज्यमा कसरी काम हुन्छ, राज्यको सिद्धान्तहरू के छ, वाट इज द प्रिन्सिपल अफ द किङडम, अनि तपाईँले मेरो आइडेन्टिटी, आवर आइडेन्टिटी इन क्राइस्ट। हामी फिल्डमा जाँदै गर्दा चाहिँ हामीले आफैलाई चिनेर पनि जान्नु जरुरी छ, किनभने शत्रुलाई चिन्नु चाहिँ कति अरे हामीले आधी लडाइँ जितेको अरे क्या 50%, तर आफैलाई पनि हामीले चिनेपछि चाहिँ के अरे हामीले डल्लै लडाइँ जित्यो है। त्यही लागि आवर आइडेन्टिटी इन क्राइस्ट भन्ने विषयलाई हामी हेर्नेछौँ। हाउ द डेभिल वर्क, शैतानले कसरी काम गर्छ, शैतानको आइडेन्टिटीलाई पनि तपाईँले मलाई थाहा हुनु जरुरी छ। अर्को आर्मर अफ गड, हाम्रो हात हतियारहरू के हो भन्ने कुरालाई हामी हेर्नेछौँ। अनि अझै हामी के हेर्नेछौँ भने सुरुमा मण्डली कस्तो थियो भन्ने विषयमा, पावर इन एक्स चर्च, प्रेरितहरूको समयमा मण्डली कस्तो थियो, अनि रिटर्निङ टु द गड्स ओरिजिन अफ द, परमेश्वरले कस्तो प्रकारले मण्डलीलाई स्थापित गर्नुभएको थियो, फेरि त्यसमा कसरी हामी फर्केर आउन सक्छौँ। किज टु बोल्ड इभेन्जलिजम है, आज साहससँगले सुसमाचारको काम चाहिँ कसरी गर्नु सक्छ, प्रेयर, बाइबल, फास्टिङ, बेसिक कुराहरूलाई पनि हामी हेर्नेछौँ। अनि हामी जाँदै गर्दा कसरी निस्किने, हाउ टु मार्च भन्ने टपिकलाई हेर्नेछौँ। अथोरिटी अफ अ बिलिभर, आज हामीसँग भएको अथोरिटिजहरूको विषयमा हामी हेर्नेछौँ। एनोइन्टिङ, अभिषेकको विषयमा हेर्नेछौँ। प्रिपेड हार्ट्स, तयारी भएको हृदयको विषयमा, तयारी भएको भाराको विषयमा हेर्नेछौँ। बिगर रिक्स टेकर है, रिक्स टेकर हुनुपर्छ है परमेश्वरको राज्यमा, अनि त्यो विषयमा हामी हेर्नेछौँ। गिफ्ट्स अफ द होली स्पिरिट, पवित्र आत्माको दान अनि वरदानको विषयमा हेर्नेछौँ। हिल द सिक बडिज है, आज बिमारीहरूलाई चङ्गाइ गर्ने विषयहरूमा, कास्टिङ आउट डिमन्सहरूको विषयमा हामी स्टडी गर्नेछौँ। अनि कसरी चाहिँ हाम्रो स्पिरिचुअल वेपन्सहरूलाई हामी युज गर्न सक्छौँ त्यो हेर्नेछौँ। हाउ टु विन सोल्स, कसरी हामीले आत्मा जित्नुपर्छ, अनि आत्मा जितिसकेपछि लास्टमा चाहिँ के छ भने इन्स्ट्रक्सन अफ द न्यू कन्भर्सहरूलाई चाहिँ हामीले कसरी के इन्स्ट्रक्सन्सहरू हामीले दिनुपर्ने हो भन्ने विषयमा अझै तपाईँहरूले के टपिक्सहरू थप्न चाहनुहुन्छ भने तपाईँले थप्न सक्नुहुन्छ। यो टपिक्सहरू हामी हेर्दै जानेछौँ। सो टुडे आज चाहिँ हामी के हेर्न गइरहेको छ भने वाट इज ट्रु गस्पल। ट्रु गस्पल भनेको चाहिँ के हो त भन्ने विषयमा हामी हेर्न गइरहेको छ। ट्रु गस्पल है, साँचो सुसमाचार। आज भोलि मिस्टेक चाहिँ के छ भने नि, मिस्टेक के भइरहेको छ भने सुसमाचार मान्छेलाई थाहा छैन होइन, थाहा छ, तर इभन क्रिस्चियनहरूलाई पनि आधी मात्रै सुसमाचार थाहा छ क्या। कतिको लागि चाहिँ सुसमाचार भनेको स्वर्ग जानु मात्रै हो, त्यहाँदेखि चाहिँ सक्यो। तर देयर आर मोर है, अझै थुप्रो कुरा छ हामीले ट्रु गस्पलको विषयमा जान्नुको निम्ति। रिसेन्टली मैले एकजना व्यक्तिसँग मैले भेटेको थिएँ, अनि म भेट्दै गर्दा चाहिँ नि के भइरहेको थियो भने मैले सोध्दै थिएँ के थाहा छ तिमीलाई, वाट डु यु नो अबाउट गस्पल भनेर सोध्दै गर्दा अनि मैले भने यति मात्रै हो कि प्रभु आउनुभयो, तिम्रो मेरो पापको लागि मर्नुभयो, स्वर्ग जानुभयो, अनि तिमीहरू मेरो पापबाट छुटेर, त्यति मात्रै हो भनेर। त्यति मात्रै थाहा छ भन्दै थिएँ। सो त्यतिसम्म मात्रै सीमित भइरहेको छ। बट दिस इज द टाइम वेयर वी जस्ट वन्ट प्रिच द मेसेज अफ सल्भेसन। तर यो समय आएछ जहाँ चाहिँ हामी सल्भेसनको मेसेज प्रिच मात्रै होइन, बट अल्सो प्रिच द मेसेज अफ एबन्डेन्ट लाइफ। आजको प्रशस्तताको जीवन, द लाइफ अफ फुलनेस भनेको चाहिँ फुल्ली एउटा लाइफलाई हामीले कसरी जिउन सक्छौँ। The one can really have his or her day-to-day life with love, joy, peace of Christ. हाम्रो दिनहोको जीवनमा चाहिँ कसरी चाहिँ हामी फुलनेस इन द लाइफ विथ द फुलनेस है, त्यो पुरा लाइफको एउटा डल्लै हुन्छ नि, एउटा गिफ्ट हो नि, त्यो डल्लै गिफ्टलाई हामीले कसरी इन्जोय गर्न सक्छौँ। लभ, पिस, जोय, परमेश्वरको प्रेम, शान्ति अनि आनन्दमा हामी कसरी बढ्न सक्छौँ भन्ने विषयमा हामी हेर्नेछौँ। लेट इट बी लेस अबाउट गोइङ टु हेभन बट ब्रिङिङ हेभन इन्टु अर्थ। अब चाहिँ नि सुसमाचार चाहिँ नि अहिलेसम्म हाम्रो पुर्खाहरूले भनौँ न, हामीभन्दा अगाडिको अगुवाहरूले कसरी सिकाइरहेको थियो भने तिमीले प्रभुमाथि विश्वास गर्छौ भने तिमी निश्चय स्वर्ग जान्छौ मरेपछि भनेर चाहिँ सुनाइरहेको थियो। भने अब यो जेनेरेसनले चाहिँ आज कस्तो सुसमाचार सुनाउनुपर्छ भने मरेपछि त यस हामी स्वर्ग जान्छौँ, तर मरेपछि स्वर्ग जानुभन्दा पनि इम्पोर्टेन्ट चाहिँ तिमी जिउँदै हुँदा चाहिँ तिम्रो लाइफमा हेभन कसरी आउँछ, तिमी जिउँदै हुँदा चाहिँ हेभन चाहिँ कसरी ल्याउँछ तिम्रो लाइफमा। सुसमाचारले चाहिँ तिमी अनि मलाई चाहिँ डाइरेक्ट स्वर्ग मात्रै लाँदैन, तर तिमी अनि मलाई स्वर्ग लानुभन्दा अगाडि स्वर्ग चाहिँ पहिला तिमी अनि मेरो जीवनमा ल्याउँछ भन्ने विषयमा चाहिँ हामी ध्यान दिएर ट्रु गस्पलको विषयमा सिक्नेछौँ। हामी कतिवटा बाइबल भर्सहरू, त्यो बाइबल भर्सलाई म यहाँ लेखी पनि दिन्छु। अनि त्यो लेख्नुको अर्थ चाहिँ के हो भने अभियसली है सुसमाचार प्रचार गर्दा हामीलाई बाइबल भर्स थाहा हुनुपर्छ। अल्दो हामीले
कोट गर्नु पर्दैन योड्डा तिनको सोल्लाले भन्छ भने त्यो मान्छेलाई के योड्डा के तिन के सोल्ला, तर भर्स मात्रै याद छ भने चाहिँ हामीलाई कति इम्पोर्टेन्ट हुन्छ नि त है। तर भए पनि पर्फेक्सन भए आज कतिवटा कुरा चाहिँ आज हामीले राम्रोसँगले जानेका छौँ भने चाहिँ हामीले राम्रोसँगले गर्नु पनि सक्छौँ। त्यसलाई कतिवटा बाइबल भर्सलाई हामी हेर्नेछौँ, जस्तै कि जन 3:16 है, थाहा भएको भर्स हो। जन 3:16 परमेश्वरले संसार यस्तो प्रेम गर्नुभयो जसले अनि उहाँले आफ्नो लौतो पुत्रलाई हाम्रो निम्ति दिनुभयो, उहाँले माथि विश्वास गर्ने नाश हुँदैन तर अनन्त जीवनलाई पाउँछ। अन्त अल्दो यो भर्स सबैले युज गर्छ गस्पल सेयर गर्दा, तर अनन्त जीवन पाउँछ है, अनन्त जीवनलाई हामी फोकस गर्नेछौँ। अनि अनन्त जीवन भनेको चाहिँ कहिले नसकिने जीवन हो नि त। अनि मान्छेलाई चाहिँ के लाग्छ भने इटर्नल लाइफ चाहिँ कहिले स्टार्ट हुन्छ भनेपछि चाहिँ अहिले म मरेपछि चाहिँ मेरो इटर्नल लाइफ स्टार्ट हुन्छ, मेरो अनन्त जीवन सुरु हुन्छ त्यस्तो लाग्छ है। तर अनन्त जीवन भनेको चाहिँ उहाँमाथि विश्वास गर्ने भन्ने गर्दा चाहिँ अहिले हामीले विश्वास गऱ्यो भने नि अहिले नै हाम्रो लाइफमा चाहिँ के हुन्छ भने इटर्नल लाइफ है, अहिले नै हाम्रो लाइफमा चाहिँ के हुन्छ इटर्नल लाइफ चाहिँ हाम्रो लाइफमा खोलिन्छ, अनन्त जीवन चाहिँ हाम्रो लाइफमा खोलिन्छ। अनि जुन चाहिँ जीवन चाहिँ हाम्रो अनन्ततामा छ नि त्यो जीवनमा हामीले पाउने पिस लभ अनि अझै थुप्रो कुराहरू जो येशू ख्रीष्टले हामीले अफर गर्नुहुन्छ त्यो चाहिँ हामीले जस्तो उहाँलाई विश्वास गर्छौँ त्यति नै बेला चाहिँ हामीले पाइसकेको हुन्छौँ। तर परमेश्वरको वचनले के भन्छ, मेरो मानिस ज्ञानको कमीले नाश हुन्छ, तर आज त्यो ज्ञान नभएको कारणले गर्दा नि आज हाम्रो विश्वासी जगतमा त्यो ज्ञान नभएको कारणले गर्दा वी डोन्ट नो अनन्त जीवनमा कसरी अपरेट गर्नु थाहा छैन है। त्यही लागि चाहिँ वर्ल्डली लाइफमा इभन क्रिस्चियन भएर पनि प्रभुलाई विश्वास गरेर पनि वर्ल्डली लाइफमा फर्किनु सजिलो हुन्छ, किनकि अनन्त जीवनको विषयमा थाहा नहुँदै गर्दा। नम्बर 2 भर्स चाहिँ के छ भने रोमन्स 5:8 भन्छ, हामी पापी छँदै येशू ख्रीष्ट चाहिँ हाम्रो निम्ति मर्नुभयो, क्राइस्ट डाइड फर सिनर्स भन्ने विषयमा है। अनि सुसमाचार भन्दै गर्दा हामीले कुन चाहिँ कुरामा बढी फोकस गर्नुपर्छ भने नि येशू ख्रीष्ट चाहिँ पापीहरूको निम्ति मर्नु भएको भन्ने विषयमा। किनभने जुन चाहिँ वर्ल्डमा हामी बस्छौँ अरू सबै रिलिजनले के भन्छ भने वी हेभ टु बी गुड टु बी एक्सेप्टेड बाई गड भनिकन भन्छ है। डल्लै रिलिजनले चाहिँ हामी राम्रो हुनुपर्छ, हामीले गुड वर्क्स गर्नुपर्छ अनि मात्रै हामी एक्सेप्टेड हुन्छ भनेर चाहिँ विश्वास गर्छ है संसारको मान्छेले। अनि एउटा नर्मल ह्युमनले पनि त्यही विश्वास गर्छ कि राम्रो गरेपछि राम्रो हुन्छ, नराम्रो गरेपछि नराम्रो हुन्छ भनेर। तर क्रिस्चियनिटी चाहिँ युनिक एउटा युनिक छ है, एउटा युनिक समाज छ, जो युनिक के भन्ने अब रिलिजन छ भनौँ न है वर्ल्डले बुझ्ने हिसाबले, जहाँ चाहिँ क्राइस्ट डाइड फर सिनर्स, येशू ख्रीष्ट चाहिँ पापीको निम्ति मर्नु भएको भन्ने कुरामा बढी फोकस दिएको छ, कुरालाई याद नगर्नु होला। अनि येशू ख्रीष्ट चाहिँ के भन्छ अरे पापीहरूको निम्ति मर्नु भएको भनेर भन्नुभएको छ है। भन्नुको अर्थ चाहिँ वी आर नथिङ इन्टु गस्पेल, इट्स 100% फ्री। आज हामीले फ्री हो, सिधै हो, सुसमाचार साल्भेसनको मेसेज चाहिँ फ्री हो भन्ने कुरालाई बढी फोकस गरिकन हामीले भन्नुपर्छ कि येशू ख्रीष्ट चाहिँ साँच्चै नै तपाईँ अनि म जस्तो है हामी जस्तै पापीहरूको निम्ति चाहिँ मरेको भनेर हुन्छ। अर्को भर्स चाहिँ के छ भने एफिसी 2:8 देखि एफिसियन्स 2:8-9 देखि भन्छ भने बाई ग्रेस थ्रु फेथ, अनुग्रहद्वारा विश्वास। अनि अनुग्रह भनेको चाहिँ एभ्री टाइम त्यो कुरा हो जुन चाहिँ कुरा तपाईँले मैले डिजर्भ गर्दैन तर भए पनि पायो। तपाईँले मैले याद गर्नुपर्ने कुरा हामीले जसलाई पनि गस्पेल सुनाउँछौँ दे डोन्ट डिजर्भ है, तर भए पनि उनीहरूले आज हामीले डिजर्भ गर्दैनौँ तर पनि हामीले चाहिँ पाउँछौँ भन्ने विषयमा चाहिँ हामीले जोड दिनुपर्ने हुन्छ। अनि थ्रु फेथ कसरी विश्वास चाहिँ हामीले चलाउनु पर्छ भन्ने विषयमा यो वचनलाई हामीले फोकस गर्नेछौँ। अर्को चाहिँ के छ भने जन 14:6 ले भन्छ येशू ख्रीष्टले के भन्नुभयो, बाटो सत्य जीवन म नै हो। अनि बाटो चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ भन्ने विषयमा तपाईँले मैले बढी फोकस गर्छ। अनि येशू ख्रीष्टद्वारा चाहिँ हामी पिता कहाँ जान सक्छौँ, येशू ख्रीष्टद्वारा चाहिँ हामीले इटर्नल लाइफ पाउन सक्छौँ थ्रु जिजस। जे पनि छ नि आज हामीले पाउने, हामीले रिसिभ गर्ने कुरा प्रभुको वचनमा त्यो हामीले रिसिभ गर्न सक्छौँ। अर्को छ रोमन्स 6:23 अनि के भनेको छ भने पापको ज्याला चाहिँ मृत्यु हो तर येशू ख्रीष्टद्वारा आज हामीले पाउने चाहिँ अनन्त जीवन चाहिँ गिफ्ट हो भनेको छ है, गिफ्ट अफ साल्भेसन भनेको छ। अनि यो चाहिँ एउटा गिफ्ट हो भन्ने कुरालाई क्या, अनि एउटा मान्छेले गिफ्ट पाउनको लागि चाहिँ
केही पनि गर्नु पर्दैन, दुईवटा हात थाप्नु मात्रै पर्छ, गीत पाइहाल्छ है। भन्नुको अर्थ रिसिभ गर्ने कुरामा यो चाहिँ इट्स मोर अबाउट रिसिभिङ भन्ने, मोर अबाउट रिसिभिङ लेस अबाउट डुइङ। के गर्नु भन्दा चाहिँ के पाउने, जस्ट रिसिभ मात्रै गर्नुपर्ने हो सुसमाचारको कुरा चाहिँ भनेर भनेको छ। अनि मेन कुरा तपाईँले मैले याद गर्नुपर्ने चाहिँ के छ भने Hebrew 9:28। द मेन थिङ वी हेभ टु रिमेम्बर इज जहिले पनि हामीले गस्पल सुनाउँदा हामीले कम्प्लिट गस्पल सुनाउनु पर्ने हुन्छ। अनि हिब्रू 9:28मा चाहिँ के भन्नुभएको छ भने येशू प्रभुको सेकेन्ड कमिङको विषयमा पनि लेखेको छ है। सुरुमा उहाँ आउनुभयो, उहाँले हामीले साल्भेसन दिनको लागि आउनुभयो। सेकेन्डमा चाहिँ आज उहाँलाई पर्खिरहने इगरली वेटिङ भनेको छ है, जसलाई तपाईँले मैले अनएन्डिङ होप। सुसमाचार प्रचार गर्दै गर्दै एउटा के कुरामा फोकस गर्न सक्छौँ भने आज संसारमा हामीले नो म्याटर हामीले जो माथि पनि हामीले आशा राखोस्, आफैमाथि आशा राखोस्, कुनै कुरामा आशा राखोस्, सबै आशा चाहिँ सकिन्छ। तर इगरली वेटिङ भन्ने छ यो वचनमा भन्दै गर्दा चाहिँ यस्तो आशा पनि हामीले भेटाउँछौँ जो चाहिँ अनएन्डिङ हुन्छ है, कहिले नसकिने आशा चाहिँ प्रभु येशूमा छ भन्ने कुरालाई चाहिँ तपाईँले मैले फोकस गरिकन त्यो चाहिँ कसरी भन्दा चाहिँ उहाँहरूलाई लिनु पनि आउनु हुन्छ है। अनि गस्पेल सिरिज है, यो चाहिँ अहिलेको समयको गस्पेलमा चाहिँ के हुन्छ भने तपाईँले मैले सेकेन्ड कमिङको विषयमा, एन्ड टाइमको विषयमा पनि तपाईँले मैले हालेर भन्नुपर्ने हुन्छ। अनि गस्पेलले तपाईँले मलाई के अफर गर्छ भन्ने विषयमा आज धेरैचोटि हामी चाहिँ के भने सुसमाचार मात्रै भन्ने भयो, तर गस्पेलले चाहिँ के अफर गर्छ भन्ने कुरालाई पनि हामी हेर्नेछौँ। गस्पेलले अफर गर्छ हामीलाई साल्भेसन उद्धारलाई, जुन चाहिँ उद्धारले चाहिँ हामीलाई परमेश्वरको अगाडि एक्सेप्टेबल बनाउँछ। अन्त चाहिँ के हुन्छ भने हामी चाहिँ परमेश्वरको छोरा अनि छोरी हुन्छौँ। अर्को चाहिँ हिलिङ, चङ्गाई पनि छ, गस्पेलले हामीलाई चङ्गाई पनि अफर गर्छ। अर्को छ रिलेसनसिप, सम्बन्ध है, पितासँगको सम्बन्ध, परमेश्वरसँगको सम्बन्ध, बिग्रेको सम्बन्ध चाहिँ मानिस जातिको बिग्रेको सम्बन्ध चाहिँ फेरि पनि बनिन्छ। अनि इटर्निटी, अनन्तता, एन्ड गड हिमसेल्फ कम्स इन टु ड्वेल इन यु। परमेश्वर आफै नै तिमी अनि म भित्र आएर बस्छ भन्ने कुरा विषयमा हामीले बढी फोकस गर्नुपर्छ है। आज भोलि हाम्रो सुसमाचार चाहिँ रिलिजन बेस भएको कारणले गर्दा चाहिँ के भयो भने मान्छेलाई सुनाउनु त सुनाउँछ प्रभु येशू जीवन हुनुहुन्छ, प्रभु येशूले हामीलाई उद्धार दिनुभयो, तपाईँले विश्वास गर्यो भने तपाईँहरू बाँच्नुहुन्छ भनेर त भन्ने गर्छ। तर मेन कुरा चाहिँ के भन्दैन भने मान्छेले चाहिँ अनि उनीहरू जुन चाहिँ फर्मर पहिला सपोज कुनै रिलिजनमा हुँदा जसरी प्रभु गड भन्दाखेरि सोच्ने गर्थ्यो, इभन क्रिस्चियनिटीमा आएर विश्वासीमा आएर पनि उनीहरूले चाहिँ त्यस्तै सोच्ने गर्छ। किनभने उनीहरूलाई के भन्छ गड राम्ररी इन्ट्रोड्युसै गराइदिने मान्छेहरू नभएर क्या। आज मैले सपोज कुनै केही कुरा मतलब कुनैको चाहिँ नयाँ मान्छे मेरो नयाँ साथी भएर मैले तपाईँलाई लाएँ भने ए ऊ मेरो साथी हो भन्यो भने तपाईँले कसरी हेर्नुहुन्छ, ए ऊ उसको साथी हो मात्रै भन्छ नि त। अनि तर मैले के भन्छ ऊ मेरो साथी हो, उसको चाहिँ यस्तो यस्तो ट्यालेन्ट छ, उता यस्तो राम्रो छ स्टडीमा, उता यस्तो छ, उसको बारेमा मैले तपाईँलाई राम्रोसँगले भनेँ भने तपाईँले के गर्नुहुन्छ, तपाईँको भित्र चाहिँ एउटा अलग्गै रेस्पेक्ट आउँछ क्या। ऊ मेरो साथी हो भन्दै गर्दा के त्यस्तो लाग्दैन, तर मैले राम्रोसँगले उसको बारेमा इन्ट्रोड्युस गरेँ भने उता यस्तो उता यस्तो उता यस्तो भनेर भनेको चाहिँ जुन चाहिँ रेस्पेक्ट चाहिँ म भित्र थियो त्यो रेस्पेक्ट चाहिँ तपाईँभित्र पनि आउँछ। एमेन। त्यसरी नै परमेश्वरलाई हामीले कसरी इन्ट्रोड्युस गर्दैछौँ, कतिले स्वर्ग जाने बाटो मात्रै भनेर इन्ट्रोड्युस गरिदिन्छ, तर तपाईँ नि म लेट्स बी द जेनेरेसन, हामी चाहिँ यस्तो जेनेरेसन हो जसले चाहिँ भन्छ नि प्रभु येशूलाई विश्वास गर्यो तपाईँ स्वर्ग जानुहुन्छ भनेर होइन, तर तपाईँले प्रभु येशूलाई विश्वास गर्नुभयो चाहिँ स्वर्ग चाहिँ तपाईँको जीवनमा खोलिन्छ, स्वर्ग चाहिँ तपाईँको जीवनमा आएर बास गर्छ। द लिभिङ गड, सारा सृष्टिलाई बनाउने परमेश्वर पिता चाहिँ तपाईँसँग बस्नुहुन्छ। जुन चाहिँ परमेश्वरले तपाईँले मैले हामीले जसरी चिनेको छौँ नि प्रभुलाई, जसरी हामीले पर्सनली इन्काउन्टर गरेको छौँ नि, त्यसरी नै अरूले पनि इन्काउन्टर गर्नु हो भने नि तपाईँले मैले एकदमै राम्रोसँगले इन्ट्रोड्युस गर्नुपर्ने हुन्छ हाम्रो हेभेन्ली फादरलाई है। जसरी हामी इन्ट्रोड्युस गर्छौँ त्यसरी नै अरूहरूले पनि सुन्छ एन्ड दे विल बी एबल टु रिसिभ। अनि आजको च्याप्टर हाम्रो बेसिक थियो। अनि कतिवटा गस्पेल वर्ड्स हामीलाई याद गर्नुपर्ने हुन्छ है, हामीलाई याद हुनुपर्छ, हाम्रो माइन्डमा मेमोराइज हुनुपर्छ कि सुरु कहाँ गर्नु अन्त कहाँ गर्नु भन्ने कुरा हामीलाई थाहा हुनुपर्छ क्या। त्यो पनि म तपाईँहरूलाई अरू बेला भन्छु, तर आजको लागि चाहिँ ट्रु गस्पेल साँचो सुसमाचार चाहिँ स्वर्ग जाने सम्बन्ध मात्रै होइन, तर स्वर्ग चाहिँ तपाईँको मेरो जीवनमा आएर
बस्नुपर्छ, बसालेको हुनुपर्छ भन्ने कुरालाई चाहिँ हामीले हेरेका छौँ। अनि म तपाईँलाई थ्याङ्क यू भन्न चाहन्छु, तपाईँ पेसेन्ट भएर हेर्नुभयो। अनि मेरो उद्देश्य यही छ कि कम्ती नै राख्न चाहन्छु टाइमिङलाई चाहिँ, ताकि यस्तो टाइम हेर्दै गर्दा पनि एउटा मान्छेलाई चाहिँ के हुन्छ भने इन्करेज हुन्छ, यति मात्रै रहेछ म हेरिहाल्छु भन्ने हुन्छ है। त्यही लागि आई होप यु इन्जोय इट है। जबसम्म हाम्रो सेकेन्ड आउँदैन, भोलि पर्सि कहिले हुन्छ, जबसम्म आउँदैन तबसम्म परमेश्वरले तपाईँलाई धेरै आशिष दिएका हुन्। धन्यवाद।